कहाँको सुन्तला छ यसो देखाइदिनु यो भक्तडी भक्त ओली भन्नु अघि आर्जे सर मलाई फोन गरिरहनु भएको थियो कहाँ जाऊ जाने भने कहाँ हो कुनै मलाई थाहा होइन भक्त ओली भन्छ भक्त ओली हुन्छ भक्तडीको सुन्तला हो है के गर्ने के त्योबाट नै टाइममा आउने त्योबाट कहाँ भ्याइयो देख्नु त दिनु पर्छ त्यसलाई नमस्ते म सिपी ढुङ्गाना हामी भक्तडीको यात्रामा छौँ आज हाम्रो टुर चाहिँ वीरेन्द्रनगर टु भक्तडी हुन्छ भक्तडीबाट हामी आज वान नाइट स्टे त्यहीँ हुन्छ र हामी त्यहाँ बृहत रमाइलो गरेर भोलि मात्रै फर्किने अवस्था छ त्यहाँको भेराइटीको बारेमा भन्नु त्यहाँको भेराइटी चाहिँ त्यहाँ सुन्तलाको लागि हामी भन्नु त्यसको बहुत छ भेराइटीको अर्को चाहिँ हाम्रो आर्जे सर हुनुहुन्छ ल भेराइटीको बारेमा सुन्तला है यता अमिलो अनि पछि गएर लोकल भाले त्यहाँको कहाँको माछा अरे कर्णालिका माछा माछाको प्रकार पनि होला के प्रकार अरे जलकपुर हान्ने जलकपुर अनि पछि अरू के हो त्यहाँ सबभन्दा राम्रो चाहिँ त्यहाँको लोकेसन भ्यू मन्दिरसम्म पुग्ने हो मन्दिरसम्म कसरी सुरु भयो हाम्रो यो आजको यात्रा छ नि गुरु हजुर यो यात्रामा सबभन्दा भाँजो हाल्ने मान्छे को थाहा छ चलाउने हो त्यो त सेकेन्डरी हो त्यसलाई हामी चिन्दैनौँ कि हाम्रो ग्रुपभित्रको मान्छेले भन्नु माछा त्यो आरजे सिधै आरजेको नाम आउँछ धलजाम भन्छ नि मैले कदापि हुन्न भने नट भक्तडी भनेर यहाँ प्लान गरेँ यार तर यो भक्तडी पनि लास्ट आज गइएन कयौँ वर्ष 3 वर्ष भयो यो प्लान गरेको 3 वर्ष आज गइएन नि सर भक्तडी सुर्खेतको नक्साबाट हटाइदिनु माछा चाहिँ अनिवार्य माछाको लागि फोन गर्नु न माछाको लागि ग्यारेन्टी छैन कि माछा खासमा कारण यस्तो भयो कि यहाँ यो पहिलोपटक भएन यहाँभन्दा अगाडि पनि बोलाउने कुराउने फेरि क्यान्सल गर्ने यस्तो धेरै पटक भयो कि सुन्नु न जब भक्तडी भन्ने नाम लिन्छौँ नि हामीले भक्तडी भन्ने चिज किन भन्दा यो हामीले विगत 3 वर्ष अगाडिदेखि भक्तडी जाने भनेर प्लान गरिरहेको अहिलेसम्म सफल हुन नसकेको त्यसले गर्दाखेरि अब यो तेस्रो पल्ट 3 वर्षमा जसरी पनि जाने भन्ने थियो हामी तपाईहरु नआए पनि हामी चाहिँ जाने भन्ने थियो हैन सर म नजाने त गएछ नि हैन तपाईहरुलाई छोडेर भए पनि हामी जाने भन्ने कुरा थियो आज तपाईले हामी तल लास्टमा तपाईले भनिसक्नु भएको थियो तल पातलगंगा जाऊ भनेर हामी ठिकै छ पातलगंगा लाग्यो भनेर हामी उता जाने भन्ने प्लान थियो त्यो स्थिति थियो हेर्नुस् म पनि पातलगंगा आए भने उतै आउँछ सर गाडी अगाडि सार्नु पर्यो हाम्रो भित्र त गाडी हाल्नु दिनु पर्यो आज के हो रे ल आज के हो भन्दै हो त तिमीहरूले क्रिसमस किन मनाउनु हो यो क्रिसमस कसले मनाउँछन् क्रिस्चियन समस्या हामीलाई भक्तडीमा बहुत बत्ती छ नि छैन रिल चाहिए आज पहिला बागेश्वर गएर भोलि भक्तडी जाने त्यो पनि राम्रो भयो बागेश्वर जाने के गरौँ यताबाट जानुपर्छ अनि अरू गरेर कतिमा कुरा भयो डाक्टर हामी बट्टीचोक बजारमा छौँ
यहाँबाट लगभग अब 1-1.5 घन्टाको बाटोमा हामी भक्तौडी पुग्छौँ। भक्तौडी गरेर आजको बसाइ त्यही हुन्छ। भोलि चाहिँ हामी त्यहाँबाट गुल्पु बजार त्यसपछि चौकुने जान्छौँ। बाँकी टेकनजोगीले भन्नुहुन्छ। ओके किप इट अप। अब हामी चाहिँ यो पिच रोड छोडेर भक्तौडीतर्फ कच्ची रोडतर्फ जाँदैछौँ। अब यहाँबाट 45 मिनट 1 घन्टा जति लाग्छ होला। अब हाम्रो यात्रा चाहिँ सुरु भइरहेको कच्ची रोडतिर भक्तौडी आइपुगेका छौँ है। फाइनल्ली फाइनल्ली हामी भक्तौडी भक्तडी आइयो, भक्तडी आइपुग्यो, भक्तडी। हेर्नुहोस् त हामी कहीँ पढेको साथी भेट्दा कति खुसी हुनुहुन्छ। धन्यवाद छ हाम्रो ज्यूलाई। मेरो भाइ योभन्दा अगाडि पनि आउनु भएको थियो। सपरिवारलाई अनि यो गुरु आयो यो अछाम। यो दुईटा लाइट भक्तौडी आइपुग्यौँ है। ल हेलो गाइजहरू भक्तौडी आइपुग्यो। होइन यत्रो समय भयो कहिले खाली भाले काट लगाएर मजा गर्छ नि। तपाईँलाई भक्तौडी भनेर 3 वर्षबाट प्लान गरेर 3 वर्षपछि आइयो। नमस्ते, यसको जिम्मा मैले तपाईँलाई दिएँ। स्पिकर लगाउने भने छोड्नु, म मासु खोल्छु। नमस्ते। फर्कानु किन टाइम चाहिँ उहाँको फेरि टाइम त्यस्तैमा पाइन्छ, खुसी लाग्छ। सुरुमा त अहिले 2जना मान्छे व्यस्त, बिहानसम्म ओम प्रकाश व्यस्त, हजुर सदाबार व्यस्त हजुर। धेरै पोल्ने भन्दिनँ त्यो हान्नुपर्छ है। चाहिँ के जीवन छ ट्र्याकको लोकल कुखुरा हजुर। यता बारबिक्यू भइरहेको थियो। अब एकछिनपछि हाम्रो म्युजिक साङ्गीतिक कार्यक्रम सुरु हुन्छ। र यति बेला हामी पञ्चपुरी नगरपालिकाको भक्तडीमा छौँ है। मासु पोलेर खाइरहेछौँ। मासु कोलाइमा हाम्रो दक्षता र विज्ञता देखियो। दुवै अपूर्ण मिलेन। भन्छन् तिम्रो चाल राम्रो भन्छन् तिम्रो माया नपाया कति कति मर्छन्। आँखै राम्रो भन्छन् तिम्रो चाल राम्रो भन्छन् तिम्रो माया नपाया कति कति मर्छन्। बाजार ए माया पर कला मप्पनी ढौला मुगलिन बाजार ए माया पर कला मप्पनी ढौला मुगलिन बाजार मप्पनी ढौला मुगलिन बाजार ए माया पर
मुगिलेर बजार ए माया पर्खल मप्पन ढौला मुगिलेर बजार मप्पन ढौला मुगिलेर बजार ए माया पर्खल कस्तो लागिरहेछ हामी आए देखेर रमाइलो खुसी लाग्छ मादल ल्याउनु भए ल्याउनु भयो भने बजाउने मान्छे मसँग गला छैन बजाउने मान्छे बोलाइदिन्छु म मादल बजाउने मादल र खान्सी बोलाउने त्यसले 1500 रुपैयाँ पाउँछ एक रातको मादल त छ नि सर मादल त्यही ल्याउँछ नि बजाउनेले नै यार उसो गला गाउँमा छैन क्या अस्ति पर इन्द्रेणी आयो त यहाँ मैले भिडियो देखाउँछु त्यो मादलको लागि तल विद्यालयको मादलको लागि तर चित्रको ठाउँ हो भयो रमाइलो गर्ने हो नि त यार भयो रमाइलो गर्ने बरु बजाउन जाने छन् मसँग त गला छैन बजाउने मान्छे त्यही त मादल छैन अनि म कहाँबाट पैसाको मूल्याङ्कन कसो हुँदो रहेछ एक रुपियाँको होइन तपाईँले यसरी खर्च गर्नुहुन्छ नि यो रुपियाँ त हामी त यो हामी के हाम्रो सोचाइमा कि यसै दिन हामी कहिले आउला नि जस्तो लाग्छ यो क्यामेरामा कैद गर्नुहोस् त ठेला यहाँ परेको रहेछ ठेला यहाँ पाउनुपर्छ क्या यहाँ पढ्दा पढ्दा लेख्दा लेख्दा पुरा ज्ञान पर्दैन पढेर यहाँ जागिर दिनुहुन्छ पढ्नु पर्यो त पढाएर जागिर खानु पढाएर जागिर खानु त्यो पावर भएको मान्छेमा जागिर खान्छ अनि नभए पढ्यो त युवा जति विदेशमा हुने सबै बेरोजगार हुने सबै विदेशमा त छ नि त पलाइन्छ छैनन् र
भर्खर यहाँ कागतीको अचार, लोकल आमलाको अचार, लोकल रुख टमाटरको अचार, त्यसपछि यो लोकल तरकारी यहाँको। अनि यसरी यहाँ हाम्रो चुलामा लोकल मासु पाकिरहेछ। अनि कडाईमा आलु र कोपीको तरकारी हाम्रो क्यामेराम्यान भाइ जीवनको लागि। र यो चाहिँ तातो पानी यो मेरो सल्यानतिरको त हो सल्यानी हो कि 21औं शताब्दीको जनता हो कि मान्छे आकाश चन्द्रमामा घरडी खरिदिसक्यो मिडिया के मिडिया अनि अब यहाँको मिडिया आइदियो क्या भएर तर्सना बित्तिकै हामी डोल मान्ने यो यस्तो अवस्था हुन्छ। बोला दुख्दैन। हामीले के गरेका छौँ? हामीले नेपाल सरकार कर दिइरहेका छौँ होइन, बसेका छौँ। त हाम्रो भने पाउँदैन, हाम्रो सेवा सुविधा कुनै छैन होइन। त पञ्चपति नगरपालिका भित्र छौँ हामी। त अहिले यहाँको मुला लगेर तपाईँ पञ्चपति मिडियालाई सोध्नु खै त्यो यो कुलमान घिसिङलाई अहिले कृष्ण कण्डेलले दिएको मुला, भाँचिएको मुला कत्रो छ? तपाईँ बोक्न सक्नुहुन्न सर, तपाईँ बोक्न सक्नुहुन्न के? त्यो मुला तपाईँको बारीको हो कि नै? कस्तो कुरा गर्नुहुन्छ? यहाँ सुर्खेत पश्चिमको होइन तपाईँ नेपाली, तपाईँ घर कहाँ हो भने क्या? तपाईँ पूर्व झापाको हो कि तपाईँ सुर्खेतको हो कि तपाईँ कहाँको हो? तपाईँ जुनसुको पनि नेपाली होइन? अनि तपाईँ अहिले त्यो अमेरिकाको कुरा शासन चलाउनु चाहिँ यार। नरेन्द्र भण्डारीको साथी एकजना भाइ हो कि नरेन्द्र भण्डारी, म राजनीतिको छोराछोरीको साथी हेरेर मान्छे भन्दै अरे म सब चिन्छु भनेर म भन्दैछु कि अस्ति त्यो नरेन्द्रलाई मैले के भन्नु, यो भैँसी हिँड्न नसक्ने बाटो कसरी ओके गरिस् तैँले? तपाईँ जस्तै कर्मचारी भएर यो भिडियो कति गर्नु त? तपाईँ जस्तै कर्मचारी भएर यो भिडियो कति गर्नु? हो यो टिका लगाएको अनुहार देखाएर कति गर्नु न? यस्तो कर्मचारी भएर भनेपछि अनि बाटो पास गरिन्छ कहाँ भनेपछि बाटो त खनेर जाने रोजरवाला अपरेटरले खन्ने हो कि? उहाँलाई भन्नु खालि, उहाँलाई एक दुईटा जाओस् त, म हाकिम भएँ। नै हाकिम होइन, हामी सत्य तथ्य हामी लुकाउँदैनौँ कि हामी डोडाउँदैन। हामी रकमलाई जसरी तसरी त्यो असफल बनाउने प्रक्रियामा जाने रणनीति त्यो छ गर्ने। किनकि चाहियो हामीलाई विकास गर्ने मान्छे चाहियो, हामीलाई भगदडीमा खानेपानी चाहियो, बाटो चाहियो होइन। अहिले कृष्ण तपाईँ यार कर्णाली मिडियाले के भन्नुहुन्छ? कृष्ण कर्णालाई म इन्टरभ्यू गर्न लगाउँछु कि तपाईँ यार, त्यो कर्णाली मिडियालाई भन्छु। तपाईँ पञ्चपरी मिडियासँग तपाईँहरूले औँला ठड्याएर कुराकानी गर्न सक्नुहुन्न के? जतिको हाम्रो यहाँको वास्तविक गतिविधि उसले आएर पञ्चपरी मिडियाले हाम्रो छलमा लगाएको छ नि त, त्यतिको तपाईँ कर्णाली मिडिया आउनु भयो। उहाँले भनेको मलाई एकदमै सही लागिरहेछ। ल बोल्नुहोस्, तपाईँलाई मनमा लागेको कुरा पुरै बढास निकाल्नु। हामीले के मनमा लाग्ने हो नि? मनमा त छ त। तपाईँहरू आउनुभएको छ अहिले कौना हो तपाईँको दर्ता भएको हो या तपाईँ पत्रकार हो या तपाईँ गुन्डागिर्दी हो? त्यो हामीले के थाहा छ? गुन्डा युनियनहरु त तपाईँले खाने पानी पाउनु भएको छ कि छैन? पाउनु भएको छ। अझै राम्रो पानी, त्योभन्दा पनि राम्रो पानी खाउँ भन्ने इच्छा त होला नि? अनि तपाईँले दिनुभएको छ? मैले दिने होइन, तपाईँ यहाँको नेताले। अनि तपाईँ यहाँको नेता तपाईँ कहाँको हो? तपाईँ कहाँको हो? नेपाली हुँ। नै नेपाली हो भने नेपाली जनता यो तपाईँ पूर्वको हो या पश्चिमको मेची मागालीको भए पनि भक्तडीको लागि तपाईँ बोल्न सक्नुहुन्छ कि नै? एकदम सक्छु हजुर। सक्नुहुन्छ भने तपाईँले त्यो न्युज बनाउनु पर्यो त। तपाईँको लाइक भिडियो बनाउँछ, तपाईँको लाइक तपाईँको कति आउँछ तल हेरौँ न, पर्सेन्टमा हेरौँ न यार। भिडियो बनाउनु ठुलो छैन, भिडियो त यार म बनाएर हाल्छु। तल कमेन्ट हेरौँ न, कमेन्ट हेरौँ न। तपाईँको कर्णाली भिडियो पनि हेरौँ। तपाईँको म अहिले म तपाईँको सामान्य म अहिले मेरो मोबाइल लिनु, म पञ्चपरी मिडियालाई बनाउँछु। तपाईँको सामान्य पञ्चपरी मिडियालाई बनाइदिन्छु कि यार। तपाईँ मजा सोध्नुहुन्छ नै गर्नु होला त्यो आमा ठाउँमा होइन, रमाइलो गर्न आउनु भएको छ, बस्नुहुन्छ, गफगाफ गर्नुहुन्छ, अलग कुरा। त अनि यहाँकै पोलिटिकल हिसाबले तपाईँ गर्न खोज्नुहुन्छ? अरे यार तपाईँ यार कतै बाबै हो। यो सब मान्छे आयो त हामी खुट्टामा टोकिदिन्छौँ।
हामी हाम्रो गतिविधि निकाल्दियो हामी त गए गुज्रेका जनता छौँ